नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि भएको दुर्व्यवहार घटना र त्यसमा को पक्राउ परे यसबारे छोटो जानकारी है। कुरा के हो भने प्राधिकरणका प्रमुख अधिकारी सोमबार साँझतिर घर फर्कँदै हुनुहुन्थ्यो साद्दो बाटोमा। त्यतिबेलै उहाँ दुर्व्यवहारमा पर्नुभयो। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्यो। अब अहिलेसम्म के भयो त? पहिलो कुरा, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा 3 जनालाई समातेको छ। उनीहरूलाई मंगलबार राति र बुधबार बिहान पक्राउ गरिएको हो। अनि दोस्रो पक्राउ पर्नेहरू को हुन् भन्दाखेरि सर्लाहीका 34 वर्षका हेम तामाङ, रामेछापका 30 वर्षका सृजन अधिकारी अनि काभ्रेका करिब 37 वर्षका कोकिल बहादुर शाही रहेका छन्। र अन्त्यमा प्रहरीले के भन्छ भने यो घटना सोमबार साँझ साद्दो बाटोको एन्फा कम्प्लेक्स नजिकै भएको थियो। अब पक्राउ परेकाहरूसँग किन दुर्व्यवहार गरे भन्ने बारे सोधपुछ र थप अनुसन्धान चाहिँ चलिरहेको छ। यो घटनाको अनुसन्धान अझै जारी छ। प्रहरीले थप कुराहरू खोजिरहेको छ।